जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारो ठुलो छोरालाई। आज चाहिँ मेरो छोरा 7 पुरा कम्प्लिट भएर चाहिँ 8 रनिङ हुँदैछ है। अन्त छोराले चाहिँ अस्तिदेखिको मेरो बर्थडे कहिले आउँछ भनिरहेको थियो नि त। अन्त मैले त्यस्तो ठुलो त सेलिब्रेट गर्दिनँ, उसकै साथीहरू अलिअलि बोलाएर चाहिँ बर्थडे गरिदिएको नि त। अन्त मेरो चाहिँ सानो छोरा पनि उसकै बर्थडे हो भनेर अस्तिदेखि दादाको बर्थडे होइन मेरो पनि बर्थडे हो भनेर चाहिँ ट्याक्कै मानेकै थिएन नि त। पहिला दादाको बर्थडे आउँछ त्यहाँदेखिको तिम्रो आउँछ भन्दा पनि नानी चाहिँ मानेकै थिएन नि त। त्यो भएर चाहिँ उसलाई पनि मैले बर्थडे क्याप लाएर चाहिँ लगाइदिएको थिएँ नि त दुईजनालाई। अन्त उसकै जस्तो बर्थडे गरिरहेको छ हेर्नुहोस् न सानोले चाहिँ। अन्त ठुलोलाई सबैले गिफ्टहरू खदाहरू लगाइदिँदा सानोलाई चाहिँ लगाइदिएन भनेर रुँदै पनि थियो है। अन्त यहाँनिर चाहिँ बर्थडे सकेर पनि नानीहरूलाई अलिअलि खानाहरू बनाइदिएको थिएँ है, खानाहरू दिएँ। अन्त यहाँ हेर्नुहोस् न दाजुभाइको फोटो खिचेर यहाँ चाहिँ नाचिरहेको थियो नि त, नानीहरू मजाले इन्जोय गरिरहेको थियो। डान्स गर्ने अरे भनेर अघिदेखि भनिरहेको थियो। अन्त यहाँ चाहिँ डान्स गरिरहेको छ उसको साथीहरू है। हुन्छ त, थ्याङ्क यू फर वाचिङ माई भिडियो। आजको लागि यति नै।